च्याउ धोएर ल्याउनु भयो के भएन तेल तेल खै तेल एउटा समस्या भने हाम्रो तेलै भएन क्या सबै काटेर रेडी पार्यो हेलो साथीहरू वेलकम टु माई न्यू भ्लग आज चाहिँ हामीले अब यता च्याउ बनाउने कार्यक्रम भइरहेछ छुट्टीको दिन छ नि त आज आइतबार त्यो भएर नै आज च्याउ पकाम भनेर बोल्नु अनि क्यान्टिनमा खाइन्छ सधैँ त्यो भएर च्याउ पकाएर खाम भनेर आज अङ्कल र म अनि प्याजहरू मैले काटेर रेडी पारेँ अनि यो भाँडो अनि अङ्कल चाहिँ च्याउ धुन जानु भएको छ अनि मैले लसुन काट्नु छ अनि यो टमाटर काट्नु छ खुर्सानीहरू काटेँ मैले च्याउ धोएर ल्याउनु भयो तर एउटा समस्या भने के भएन तेल तेल खै तेल एउटा समस्या भने हाम्रो तेलै भएन क्या सबै काटेर रेडी पार्यो त्यो त प्याज सब भयो तर तेलै भएन तेलको भाँडाहरू यहाँ चाहिँ रुचिसकेको छ साँझ मासु पकाउनु भएको थियो नि त साथीहरूले त्यो भएर अब के हाल्ने त म गएँ तेल खोज्नुहोस् उता भाइको रुममा जाँदैछु अर्को रुममा तेल छ कि छैन है तेल ल्याउ न यहाँ नआउने कुरा नगर्नु एकैचोटि मात्रै पकाउँछौँ क्या ल्याउ अहिले त्यो हालेर बरु फर्काएर ल्याइदिन्छन् क्या होइन भने बजार गर्नु छ सिरानीमा राखेको छ तेल ल्याउनु यार त छैन क्या बर्बाद भयो त यिनको पनि तेलै सिद्ध्या रहेछ यिन खतम मान्छे रहेछन् मागेर त्यो माग्ने ठाउँ तिमी थियौ तिमी पनि छैन कान्छ कम्पनी त्यहाँ छैन क्या तता रेडी पारेर भएको छ फेरि यहाँले मलाई तेल ल्याउँछ कि भनेर सबै सामान रेडी बनाइयो भाँडा तताएर लास्टमा तेलै नभइदियो अब तेल लिनको लागि साथीकोमा गएको भाइकोमा त्यो भाइकोमा पनि सबै चिज पकाउने भाँडाहरू छ सामानहरू छ तर तेल मात्रै रहन्छ अब एउटा दाइले दिनुभयो क्या सँगै काम गर्ने दाइले हाम्रो डिपार्टमा काम गर्ने दाइले एउटा राम्रो दाइ हुनुहुन्छ अनि दाइले यो हाल्लाको आफूले पनि पकाउनु लाग्नु भएको रहेछ त्यो पकाउनु लगाएको चाहिँ तेल दिनु पर्दैन के हाल्नुहुन्छ एउटा मान दाइले दिनुभएको छ एकचोटि हालेर छोडिदिने गरी हाल्नु के कस्तो झ्याउ बोक्नु पनि त्यो प्याज पकाउने खालको हाल्नु न एकैचोटि हाल्ने अर्कोचोटिबाट दिने कि होइनन् पैसा ल धन्यवाद भन्नु दिने मान्छेलाई पनि धन्यवाद दाइ है यही दाइले दिनु भएको थियो क्या अब फिर्ता गरिदिउँ भनेर एकचोटि मात्रै हाल्ने थियो नि त हाम्रो जीवनमा पहिलोचोटि हो कि हो काका नि त्यसले नभ्या त सबै रेडी बनाएर प्याज टमाटरहरू सब रेडी बनाएर मान्छे पनि रेडी चचुरमाले हालेर तर तेल नभइदिएर यो पनि अवस्था आयो आज च्याउ खाना खोजेर के गर्नु सबै भाँडा कुरीहरू सब हेर्नु पर्ने रहेछ के छ के छैन पहिले हामीले फेरि केही हेरेनौँ त्यो च्याउ ल्यायो पकाएर खाम भन्ने भयो होला त रुममा सधैँ हुन्छ हिसाब मात्रै पनि मासु पकाउनु भएको थियो भन्ने भयो अब एकछिनमा पकाउनु पर्छ अब तेल दिनुभयो कहिले च्याउ कहिले टमाटर कहिले तेल कहिले पानी खोज्दा खोज्दा टाइमै सिद्धिन लाग्छ क्यान्टिनबाट भात दिने टाइम होइन 2 बजीसम्म मात्रै दिन्छ 1:40 भइसकेको छ थालिएर म अब भात लिन जाँदैछु यति धेरै ल्याएँ भात मैले 2टा लाग्यो नि त पानी छैन अब पानी लिनु पर्छ खानालाई पानी चाहियो ल हाम्रो पाकिसक्यो अब च्याउ चाहिँ यस्तो टाइपको बनेको छ लास्ट धनिया अब च्याउमा पानी चाहिँ अब राख्दैन राख्न नि सुक्खा सुक्खा खानालाई मजा आउँछ अब जङ्गलको जति टेस्ट त नआउला तर त्यस्तै बास्न अब त्यस्तै आउँछ टेस्ट हाम्रो पकाउने चाहिँ काका टिमुर पनि आउनु भएको विदेशमा पनि हामी कहाँ टिमुर आएको छ पुरा साथी ल्याउनु भएको रहेछ काकाले एउटै थालमा ल्याएको थिएँ नि त मैले
त्यही भएर काकाले अब चोकी भाग लगाउनु लाग्नु भएको छ पाकिरहेको छ अझै ज्याउ ज्याउ गरिरहेको छ क्या लाइन कटिसकेपछि 12 तातिर मलाई हो कस्तो भएको च्याउको टेस्ट चाहिँ यसलाई यता जरुरत लिएर आऊ च्याउ चाहिँ मजाले भएको छ ल काकाले बनाएर होला किन मलाई भन्दा अलि ल साथीहरू खानासाना खाएर च्याउको तरकारी खाएर अनि म त एकछिन सुतेको झ्याप्प निन्द्रा लाग्यो सुतेको साँझको 5-6 बजी हालेछ अनि उठेर यसो मुखसुख धोएर बाहिर निस्केको रातै पर्न आँटिहालेछ कुटाङ कुटुङ गर्छ अनि साँझको टाइममा चाहिँ वेदर यस्तो छ बाहिरतिर चारैतिर यस्तो बादल बादल गरिरहेछ साँझ भइसक्यो अनि टक्क बाहिरतिर घुमिरहेको अनि त्यस्तै नै छ मलेसियाको बसाइ साथीहरू भिडियो चाहिँ यहीँ अन्त्य गर्छु अहिलेसम्म भिडियोहरू दिनुभयो त्यसको लागि थ्याङ्क यू सो मच लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला भिडियो मन पऱ्यो भने भन्दै आजलाई छुट्टिन्छु बाई बाई